सम्पूर्ण नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ अनि हामी पनि सन्चै छौँ भन्दै आज हामी कहाँ जान लाग्यो भन्ने कुरा भिडियो अन्तिमसम्म हेरेर थाहा पाउनुहुनेछ। बहिनीहरू ऊ त्यो हाम्रो गाडी छ, हामी जाने गाडी, कहाँ जाने के गर्ने भन्ने कुरा अन्तिमसम्म भिडियो हेरेर थाहा पाउनुहुन्छ। के भन्न चाहन्छौ बहिनी, यता हेर त। यता हेर्नु एकचोटि हामीलाई लास्ट अफ सिट नपाउनु भने यो मामालाई कस्तो अहिले आएर चित्तै दुखिरह्यो भने। भाउजू हो दिपे भाउजू यता हेर्नु हेरेर परेको। भन्नु छ यसलाई एउटा हामीलाई एउटा बुहारी खान्छ छ, त्यही पनि मलाई हो। यसलाई यो मेरो भाइ हो, यसलाई एउटा बुहारी दाइ भने दाइ भने जस्तो छ मान्नु अनि के हो यो होइन दाइ भन्नु आउँछु होइन बुहारीको खान्छ छ कि हामीलाई। त्यही भएर यदि यस्तो कि होइन यो त पहिला कुरा मिलाएको क्या होइन भन्दै जानु न काट्दा नि मिल्छ के हो त कस्तो यसले जहाँ रक्सी सुत्के केही खानु यति सोच छ कि यो त हेर्नु हजुर यति सोच छ। बुहारीको आवश्यकता परेको हुनाले हामीलाई बुहारीको आवश्यकता हुनाले यस्तो लोकल आलु ल हामी पनि पुस्तामा आलु खाँदा यो मुस्ताङको आलु होइन ल। यो भाइसँग आउन इच्छुक हुनुहुन्छ भने सम्पर्क नम्बर तर लिङ्क मानिन्छौँ। मान्छे हेन्सम छ, मान्छे मात्र मोटो हो। मान्छे मान्छे हामीलाई चाहिँ गाडीमा आलुको व्यवस्था नि छ लोकल आलु घरमै खनेको हाम्रो आलु भयो आलु कहिले यसलाई चटनी चटनी हरायो हुन्छ त बाबाले खायो खाइ 400 बरा यता हेर्दा बहिनी आलु खास कि नै कस्तो छ मिठो छ। यहाँ खसलाई अगाडि जानु बाटो गरौँ भन्नु यस्तो बाटो आलु चटनी हामीलाई साथी भन्छन् भन्थ्यो हामीले त आलु खाँदै हिँडेछौँ। यस्तो अप्ठ्यारो बाटो छ, पानी पर्न लाग्छ। ल नाइ त हिँडेको चेलीबेटीहरू दाजुभाइ सबै आलु यता हेर त एकचोटि।
भन्न बोल्नु यही 2-4 शब्द बोल्नु ल त उसको अनि यस्तो चल्ने अनि सोझो छ म यो भाउजू आमा त दाइलाई केटी खोज्न भनेर उता सोड्छु यता सोड्छु मरिजाम कोही यति सोझो छ यो क्यामेराको अगाडि पनि बोल्न डराउँछ त्यति बेला के भन्दैन हालिहाल्छ हेरिहाल्छ यस्तो छ यस्तै यसले के भन्नु तर त्यो हामीले त्यस्तो भन्न मिल्दैन क्यामेराको अगाडि त्यसलाई एकदमै हामीलाई एउटा बुहारीको खासको भिडियो अति नै आवश्यक छ एकदम सोझो छ यो क्यामेराको अगाडि देखिन पनि बोल्न पनि डराउँछ होइन बहिनी यस्तो हाम्रो दाइ जस्तो त खोजिरहनु पाइन्न चाहिँदैन त्यही भएर हामीलाई एकदम संस्कारी सोझी घरघरि खाने भाउजूको आवश्यकता छ हाम्रो घरमा एकजना मात्र जताको काम गर्ने 2-3 जना लिएको भाइ काम फेरि खाना परेको त्यस्तो 2-3 जना होइन हामीलाई एकजना सोझी दाइ जस्तो पुरो नबिगार्नु के दाइ त्यस्तो उस गर्न मिल्दैन एकैचोटि 2-3 जना भन्दै त खोले सम्पर्क संस्कारी होइन पढे लेखेको चाहिन्न बरु 2 क्लास पढेको नानी हुन्छ काम गर्ने चाहियो काम गर्ने घर सम्हालेर बस्ने बुहारीको आवश्यक छ हामीलाई हिसाब त अमला भाजीले पनि गरिदिन्छ भाइ एकदम सोझो इमान्दार जहाँ रक्षित छु साँच्चै हो म जस्तै सोझो छ सोझो छ एकदम सिधा संस्कारी छु आजकलको जमानामा यस्तो केटा नबिगारी बोल्नु है त्यहाँ भला गरेर के यो यस्तो च्याम्पियन भला गर्दा सानो कोही हामीलाई यस्तो भाग्यमानी बुहारी हुन्छ कोही इच्छुक हुनुहुन्छ भने उसको नम्बर तल मैले टिममा छोडिदिन्छु उसलाई सम्पर्क भन्नु न नम्बर पनि भन्नु नम्बर कति दाइलाई भन्दा 98 540 भाउजू हेर्नु त त्यहाँ नम्बर होला क्या हजुरका 98 540 दाइलाई भन्नु होइन 98 576 40 814 चाहिँ यसको नम्बर हो योसँग एकदम सोझो छ यसको लागि योसँग पनि जति केटी हेर्न जान नि लुकिरहेको सोझो ल गाइस भ्लग नआएको कति भयो यो नमिता यति फतिरे भएको छ भन्ने कुरो यति फतिरे भएको छ भन्ने कुरो अब भ्लग हेरेपछि मात्रै थाहा पाउनुहुनेछ यस्तो कसरी चाहिँ त यहाँ आउँदैन है हामी चाहिँ भर्खर गाजाको दह भन्ने ठाउँमा आइयो थकित अवस्था यिनीहरू पोखरादेखि आइयो नि त्यही भएर गाडी लागेर थकित अवस्थामा छौँ तिनी बहिनी चाहिँ मलाई त केही पनि भएन बागलुङदेखि आइयो नि त्यही भएर केही पनि भएन अरे यो गाजाको दह भन्ने ठाउँमा पुरै यस्तो कुहिरो छ अब एकैछिनमा छिटो जाउँ खाजा खाएर एकैछिनमा खाजा खाएर बोल्ने मान्छे यस्तो हो नि यहाँ कसरी कस्याको कस्याको चाहिँ किन बोल्ने मान्छे एकछिनमा यहाँ फेरि कुकुर रहेछ ठुलो खाजा खाने ठाउँ यो है
पसल ए यता पनि छ गाजाको डौ ए आउनु जाम ओए आउनु ल ल सल्लाह गर के खाने यहाँ बहिनी सल्लाह हुँदैछ गाइस भन्नु त नजाने बोरिङ बस्न लाग्नु त वहाँ दाइलाई भोक लाग्यो अरे क्या होइन र त्यो दाइलाई पहिला बोरिङ गएर नि 12 बजे जाने त्यसो भए उतै गएर खान्छ अरे खाजा बोरिङ खान्न के त यहाँ त्यही भन्नुहुन्छ खाजा चाहिँ हामीले बोरिङ गएर हामीले खाजा नखाने यहाँ बोरिङ गरेर खाने अरे हेर्नु त त्यो उस पनि फेरि त के अरे अर्कै क्या तँ कहाँ हो नि के उयो परेको त मैले देखेको छैन त केही देखे छैन यस्तो केही देखे छैन अगाडि खप्पर भन्छ नि त्यस्तै उतै जाऊँ न हेर जाम औ गाजाको डमा घोडा तेरो बाछी यता ओ घोडा यता रहेछ म त यता देखाएको के हो यो मूर्ति हो के को मूर्ति हो यस्तो खतरा गाजादामा घुम्न आउने गाजादा घुम्ने ठाउँ एकदम राम्रो छ तर यो अहिले त फुस्किन्छु भन्ने पिर छ यहाँ कुहिरोले कुहिरो लागेर केही पनि देखाएको छैन परपरसम्म नि ए सबैजना फेरि गाजाको दहको अहिले किन लाग्यो गाजाको दहको तालको भ्रमण गर्न जाँदैछौँ हामी सबैजना के भन्छ हो तिमीहरूले कुहिरो लागेर केही पनि देखियो होइन के न पनि त तिरपालले ढाकेको यो उस गर्ने होला नि पछाडि होइन यो उद्घाटन उस गर्ने होला नि त यसको अनि पछि पहिल्यै स्वप्निल बाबु हजुर भन यता हेर त छोरो स्वप्निल त आजकल त ज्ञानी भएको छ यता हेर छोरो ल आऊ 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 तिमीहरूमा जाम आऊ तिमीहरूमा जाम क्या ऊ त्यो त हेर त ऊ गरेछ त्यसले त खान्छ के हो यता लैजा त बहिनीलाई उहाँले हेर्नु लाग्ने अरे मूर्ति हेर्ने अरे अहिले म लुटे भने फेरि अनिलले समात्छु उसले छोड्न लाग्यो कि कुहिरोले ल ल आऊ यता 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 ल ए गाजाको बराहाको मूर्ति यहाँ कस्तो हुने पानी सुकेर पुरै पहिला यस्तो निलो हुन्थ्यो यहाँ त अहिले केही रहेनछ यहाँसम्म के माथि कति निलो थियो अहिले केही रहेनछ बर्खामा हुन्छ होला बर्खा त अनि बहिनी हो बल्ल असार साउन भदौसम्म कुहिरोले छोडेर भर्खर अलिअलि मात्र देखिएछ राम्रो देखिन लाग्यो बल्ल हेर त कस्तो राम्रो देखिएछ भ्यू कुहिरोले छोडेर बल्ल हट नेपाल उता पछाडि राम्रो मान्छेले कुहिरोले छोडेपछि गाजा दहको अवस्था यस्तो छ यति राम्रो देखिएछ भर्खर त सबैजनालाई खाजा साजा खाइ ओरी भन्दा नि हामीले चाहिँ खाजा लगाएको ड्राइभर दाइले र भाइले खाजा खाँदैछन् अनि हामी चाहिँ त गाजाको दह हेर्न आएको हो अनि अब गाजाको दहदेखि घरतिर जान्छन् फेरि यस्तो सफा देखिएछ भर्खर त कुहिरोले छोडेर खाजा खाने पाँचो त उसके अरे चाउँछौ भिडियो गराउँदैन ये त लुक्नुहुन्छ क्या भन् साइनो लाँदा त म त एक नम्बर हो के साउ 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 त जाउ चारवटा दिनु अझ दुईवटा दिनु के खाएको किन खाएको लाखु लाखु नचिनेको होइन
खानाको खोपा छ खानाको छ सन्चै हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो फुपू सन्चो भयो अझ त पहिलाभन्दा धेरै सन्चो भएर हुनुभएको रहेछ कि खै त फुपू फेरि उहाँपट्टि आलु खाँदैछन् क्या एक्लै हुनुहुन्छ यहाँ चाउचाउ खाएर सकिनौ तिमीहरूले यसले दुधीता चाउचाउ खायो भोक लागेर भोक लाग्ने मान्छेले खाजा खा भन्दा मानिन दुधीता चाउचाउ खान्न फाल्न प्लास्टिक बाहिर फाल्न हुन्न यहाँ ल्याउन हाल्दै दालमा छोरा यी मान्दैछु मैले उहाँ दालमोट के अरे हेटर रम्बा चाउचाउ लबर दालमोट हेटर उहाँ चाहिँ दालमोट लबर तपाईँ चाहिँ के हो चाउचाउ लबर सकिसक्नु लाग्नु चुई घम चाउचाउ खाइसक्यौ यो देखाइदिउ न बिस्तारै ओ के लगाएको बाबु के हो त औठी सबैजना हामी बहिनी लाउ तिमी छ रम्बा चाउचाउमा नि कसले दाल मात्रै छ होला स्कुल पढ्ने बेला खाएको अनि त्यही भएर दालमोटमा चाउचाउ उहाँले हजुरको चाउचाउ होस् चाहिँ त यो घर फाटो गरे यो घर फाटेको होइन पुरानो भएको बहिनी यसलाई फाटेको भन्नु मिल्दैन चाउचाउ खान व्यस्त छन् सबै आजको आशिका गाजा दम अर्को आशिका तामाङ तिमीले थाल्किन बाबु हाम्रो यात्रा अब जारी हुँदैछ जाम त्यो ल अब हामी खाजा साजा खाइवरी हाम्रो यात्रा बार्खसम्म फेरि जारी रहनेछ बाको सारेको हुन्छ यहाँ तेरो त सारेकै छ बाको हजुरको दिनमा हुन्छ यसरी हुन्छ केही नि गर्दैन बुटेर यस्तो माग हाम्रोमा नि हुन्छ हुन त झाक्रै त हुनु फाइनल्ली हामी बरेङ डाँडामा आइपुग्यौँ अब यहाँदेखि फेरि अझै टाइम लाग्छ बाराकोट गाउँ पुग्नलाई त हामीले चाहिँ बरेङ बजार कसोकै पर्छ भलगर के बात कपाल त घर आऊ ल्याउटु तिम्रो म कपाल देखाइदिन्छु कस्तो भए यस्तो म नभएर नि भाउजूलाई यस्तो स्याहार गर्नुपर्छ यस्तो भयो अरे फेरि भन्नु त बरेङ बजार आएर बसेर बस्छौँ गाडी कतिखेर जाने हो गाडी साउभरि कता छन् होटेलभित्र छिरेछन् क्या कतिखेर निस्किने बुइनी कता गइन् पनि तिमी फेरि सानो गाडीमा मान्छे रहन्छ सानो गाडीमा सानो गाडी चिने नै बरेङ बजार त्यही होइन र हामी यहाँ घाममा तल्किया हम म त त्यसै तल्किने भए हजुरहरू पनि तल्किनु भयो बरेङ बजारको घाम बरेङको डाँडामा कति तल्किएको र घामले हेर त आँखा खुम्चान हेर्ने नाक खुम्चान हेर्ने होइन माइत जाने हो आज हामी दिदी नमस्ते सन्चै हुनुहुन्छ दिदीको पसलमा दिदी जान्छौँ बस्नु दिदीसँग भेट भिडियो हेर्नु होला भोलि ल गयौँ दिदी
दिदीसँग भेट भएर फेरि अब हामी मार्केटतिर लाग्दैछौँ रात पनि सक्यो खाजा खाएर जाने सन्छ खाजा अब हिँड्ने बेला खानु पनि हुन्छ नि गाडीमा हुन्छ नि हामीलाई सधैँ गाडी गर्ने साल्ला ए पुसे नमस्ते साथीहरू हामी चाहिँ खाजा खानुभित्र बसेको तर खाजा आइसकेको छैन हो यो भनेर खाजा पनि आयो साथीहरू मोमो घरै कहाँ गएको घाँस काट्न क्यामेरामा देखिन लजाएको रे हामी कति सालपछि भेट भएको मलाई पहिला सिकाउनु भिजिट नगरायो त जाऊ कति सालपछि हामी सँगै स्कुल पढेको साथी भेट भएको कति धेरै 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 सालपछि हो भेट भएको अनि क्यामेरामा देखिन लजाएको रे त्यही भएर हाँसी गरेछन् तर हाँस त्यस्तो नलजाऊ कि के छ के हुन्छ भिडियोमा देखिन भन न त यिनी लजायो कि धेरै तर हामी धेरै सालपछि भेट भएको साथी हो स्कुल पढ्दाको साथी हो नि मेरो हितैसी साथी 2 बजे परेङ आएको मान्छेको ताल हेर्नु यहाँ हेर्नु त दिनभरि रक्सी खाएर बसेर ड्राइभरको जिन्दगी यो पुरानो साथी भेट भयो लके जाम खै किसिम देखाइ मुडी पोल्का नै मान्छेहरुको मुडी डर लाग्ने हिँड्नु जाम 2 बजे बरेङको दारा अहिले 7 बजे आधी बाटोमा हुनुहुन्छ अझ बारकोट पुग्न 1 घण्टा लाग्छ यस्तो पनि ड्राइभरको जिन्दगी बिन्दास रे हजुर रक्सी लाएर बोली फेरि हैन बोली पनि फर्किया हैन यति पछि यति पोखराबाट कतिजना प्यासेन्जर लिएर आएको तिनमा थियो कतिजना लिनु भएको र क्या 4 जनाको 4 सेवा सक्यो तिनमा थियो क्या दिनभरिको कमाइ आधी दिनमा जब तिमा छ खाएर सकेर 1000 छ भन्दाखेरि म त धेरै सक्यो झोला छ हेर्दैन ल हेर्न आउला पैसा दिदीलाई देखाइदिन्छु भने पैसा झोला खानु पैसा कति छ सानबाबुको दिनभरिको कमाइ हेरौँ त खै यो पैसा त मरे नि होइन हजुरको त ल बाई बाई फेरि भेट्दै गरौँ ल तिजमा भेटौँ ल ल हुन्छ तिजमा भेटौँ ल बसाइ ल बाई हामी जान्छौँ ल 3 घन्टा बरेङको बसाएपछि राति पर्न लागेको बेलामा बल्ल हामी घर जान लाग्यो यता हेर्नु त हामीलाई कति 3 घन्टा कुराउने मामा उहाँ नै हो 3 घन्टा यति राति भइसक्यो 3 बजे बरेङ आएको मान्छे 7 बजेसम्म बरेङको दारामै घुम्दैछौँ हामी भगरसँग माथि दारामा पुगिसक्यौँ पनि उहाँहरूले गर्दा होइन हिँड्ने छैनन् कि कसै कुरा धुरीमा पुग्ने भनेको माथिको धुरीमा पुग्ने यस्तो राति 7 बज्छ कतिखेर हो राति 8 बजे बल्ल बल्ल यहाँ हामी बुपुको घर आएपछि सबैजना सेन दिदी उता सनमा गरी उता
ज्वाइँ रहेछ यता भाइ टिका बहिनी यता हेर्नु कस्तो नल्याउनु र बहिनी रातिको कति 8 बजे दिउँसो 12 बजे हिँडेको मान्छे राति यस्तो आउनु अरू भित्रको झिक्नु अरू अहिले झिकाउनु यता बहिनीहरू छ है यता दिदीको यता हेर त दिदीको बहिनीको छोरा हेलो भन्देऊ हेलो भन्देऊ फेरि भनिदिनु नमस्ते भन्देऊ न नमस्ते ल नमस्ते हो ज्ञानी यति राति भएको छ भगवान् कसको आदि हो सुत्दै सुते नि सुत्ने यस्तो छ जिन्दगी लाइन नभएर सबै आफ्नो तालमा भोलि आउँछ युट्युबमा मलाई नदेखानु होला किन सबै यसरी सबै हो सेनी त हेर भएको त्यो दिदीलाई विशेष दिदीलाई दियो काहीँ नि तिमी मासु बनाउँछ यो मासु हेर त मासु यत्रो पिरान्सु के भन्छ यो के भने यसले किन भोलि आएर कहानी सिद्धियो ल साथीहरू हामीले चाहिँ यहाँ लोकल कुखुरा 9:10 गयो अनि यहाँ चाहिँ के छ यहाँ बङ्गुरको मासु यता भाउजूले पकाउन लाउनु भएको अनि यता अर्को भाउजू यता बहिनी यता सुर्खी यता बहिनी यता दिदी र हामी यतिजना बसेर यहाँ पकाउँदैछौँ यहाँ भोलिको लागि छ स्पेसल सोयाबिन पकाइदियो मलाई ओके सोबिन एकदम मासु सोबिन मन पर्छ यस्तो यस्तो हड्डी मलाई यो अति यस्तो हड्डी नि यस्तो यो मासु अति यस्तो यस्तो अति खान्छ सोबिन के खाएको बहिनी सोबिन सोबिन बना सुँगुरको मासु र भात कस्तो छ मासु मासु अघि नै देखाएको थिएँ यो मासु भोलिको लागि हो यहाँ ठाउँ खाली खाइन्छ कुखुराको लोकल कुखुराको झोल र यो पनि यो सुँगुरको मासु सुँगुर हो कि बुङ्गुर हो त्यही हो यता हेर न यति रमाइलो छ अनि बस्यो नि दि कस्तो